Hey guys, good morning. Welcome back to my YouTube channel once again. नयाँ दिन नयाँ सुरुवात. झापाको गर्मी हल्का बढी भइरहेछ अहिले चाहिँ. तपाईको 27 छ, 36 सम्म पुग्छ भनेर भन्दैछ. अब टेम्परेचर देखाउँदैछ, हेरौँ के हुन्छ. अहिले म एकछिन बिर्तामा हिँड्या. लाइक हिजोको क्लास चाहिँ आज कम्प्लिट गर्नु थियो, त्यही भएर. बाटो यता हाम्रो यता अलिक कच्ची छ क्या, अनि अब यो सर्टकट बाटो चाहिँ जानु मन लागेको थियो मलाई, अनि त्यही भएर चाहिँ अलिक कच्ची छ. अनि अब चोक पुगेर जानु पर्यो. मलाई त्यो झापामा एउटा नयाँ एप्स आएको छ कि, त्यो बाइकहरू उबर जस्तो हुन्छ. त्यो चाहिँ इनड्राइभ जस्तै हुँदो रहेछ. अनि त्यसलाई चाहिँ डाउनलोड गर्नु मन लागेको थियो. अब डाउनलोड गर्दाखेरि चाहिँ के प्रफिट हुन्छ भने, जब आफूलाई बाइक चाहियो तब अब आफूले बुक गर्नु मिल्यो. अनि बुक गरेर अनि यहाँ आएपछि चाहिँ जानु मिल्यो. BOL के छ कि गाइस, त्यो म हेर्छु कन्फर्म गरेर. त्यसको विषयमा पनि एउटा सामाजिक सञ्जालमा मान्छेहरूलाई थाहा पाउनुहोस् भनेर चाहिँ भिडियो बनाउने मेरो रुचि छ. म सोच्छु त्यसको बारेमा गाइस. अहिले अब गर्मी, मलाई राउन्ड क्याप पनि लाउनु मन लागेको थियो. फेरि अलिक बडी नै ठुलो छ क्या, अनि त्यही भएर चाहिँ मैले नलगाइकन आएँ. गाइस अलमोस्ट यो स्कुल नेरी अहिले एकछिनमा अलमोस्ट स्कुल नेरी पुग्न लागेको अवस्था. यहाँबाट गाडी लिनु पर्यो. यहाँ सिरक बनाउने देख्न सक्नुहुन्छ. यो चाहिँ तपाईँहरूको सिरक बनाउँछ यसमा. अनि सिरक बनाएर बनाउँदै स्कुल गएर नानीहरू आउँदै गरेको अवस्था. यो नयाँ स्कुल छ कि, यो स्कुल त पुरानै हो, यो नयाँ कन्स्ट्रक्सन पनि चलिरहेको छ यसमा. यो पछाडि NMC कोअपरेसन लिमिटेड प्राइभेट लिमिटेड, यो NMC हो है गाइस. गाइस रोको. ओ सरी. गाइस गाडी यति धेरै प्याक छ, लिटरली मलाई सिट धरि छैन क्या बस्नको लागि. एउटा सिट छैन क्या बस्नको लागि, यस्तो प्याक छ. पुरै उभिएर जानु परिरहेछ. तर केही छैन, 10 मिनटको बाटो हो, 15 मिनटको बाटो हो. आई विल सफर. देयर इज नथिङ बिग प्रब्लम. अब लाइफमा यस्तै हो, कहिले उतार, कहिले चढाउ, कहिले सजिलो, कहिले गाह्रो. मान्छेहरू पनि पस्नको लागि क्या, गाडीमा आउनको लागि कस्तो गाह्रो मान्छे आएछन् क्या. दे नो अलरेडी द्याट यहाँ सिटै छैन भनेर. खाली सिट आउनु, जल्दी छिटो आउँदा हुन्छ. गाइस यति धेरै मान्छे हाल्दैछ होइन, बट सिटै छैन क्या. यस्तो प्याक छ होइन. जानु पछाडि जानु हुन्छ त. यति धेरै प्याक छ गाडी होइन. म क्यामेरा देखाउन सक्दिनँ क्या तपाईँहरूलाई क्या. हुन्छ त मजाले राख्दा हुन्छ. हाम्रै त
लाइक यही मात्रै बस छ जस्तो गर्दा क्या आज सब मान्छे यसमै चढिरहेछन् होइन म पनि यसमै चढेछु त्यो थाहा थिएन होला क्या तपाईँहरूलाई यस्तो प्याक पनि हुन्छ गाडी भने लाइक लिटरली उभिने ठाउँ पनि छैन क्या गाइस गाडी पनि प्याक दिइरहेछ मलाई पसिनाले गाइस लुक एट this what is this guys look at this guys my god guys look at me look at my face you know I can't even explain you what is the reason अब यहाँ पैसा उठाउँदै आउँदैछ कि गाइस अब पैसा दिने अवस्था हुनु परेन उभिएर आफू त लडिन्छ जस्तो भइरहेछ एउटा हातले यहाँ यसरी समाइरहेछ अब यसलाई पैसा निकालेर दिनु त अब बिर्ता मोडमै दिनु पर्ला गाइस अहिले एकछिनमा दिन्छु म बिर्ता मोडसम्म म यहाँ लड्छु कि भनेर म लड्छु कि भनेर एकछिन पैसा माग्दैछ दाइले होइन दिनु पऱ्यो के गर्नु गाइस अरे हो पैसा चाहिँ दिइहाल्नु पऱ्यो गाइस मसँग लिटरली चेन्ज थियो क्या अर्को पकेटमा तर मैले नझिकेको क्या मसँग चेन्ज छ होइन तैपनि मैले नझिकेको धन्यवाद मेरो दाइ जो गाइस आकाश बादल यता त्यता होला तर ब्लग चाहिँ फेरि रेगुलर हुनु पर्यो नि फेरि अरू चाहिँ थाहा भएन यही हो च्यानल होइन हल्का सब्सक्राइब गरिदिनु होला तपाईँहरूको आभारी रहनेछु च्यानलको नाम चाहिँ दागिजीको छ हल्का त्यतिको सब्सक्राइब गर्नुहुँदैछ अहिले भिडियो आइटममा गाइस मलाई सपोर्ट गर्नु होला तर भ्युज चाहिँ एउटा के आएको रहन्छ लिँदा मलाई चाहिँ बोर लागेर म निस्केँ यहाँबाट भोक पनि लागेको थियो खाजा नि खानु मन लागेको थियो मलाई अनि अहिले म निस्केँ अब त्यहाँ एउटा क्याफे जान्छु गएर खाजा खान्छु म अनि खाजा खाएर अनि अरू फेरि फर्किन्छु एकछिनमा ब्रेक त हुनु लागेको थियो तैपनि म फर्किहालेँ आइहालेँ अलमोस्ट ब्रेक हुनु लागेको थियो तैपनि म आइहालेँ क्या बोर लागिरहेको थियो ट्राफिक पनि यति राम्रो थिएन अनि त्यही भएर चाहिँ क्रिस्टल क्याफे जानु मन लागेको थियो मलाई लेट्स सी त्यहाँ के पाइन्छ खाजा चाहिँ खाजै खानु मन लागेको थियो गाइस म क्रिस्टल क्याफे नै जान्छु होला किनकि मलाई अब खाजा पनि खानु मन लाग्यो अनि त्यहाँ क्याफेमा एकछिन भनेको के अरे टाइम पनि हल्का पास हुन्छ म अहिले फिलहाल बिर्तामोडमै छु गाइस यो अदुवा खोला नेरी छु अनि क्रिस्टल क्याफे चाहिँ अलिकति अगाडि छ नि त मुक्ति चोकको छेउमा अनि त्यही जानु आँटेको मान्छे भोक लागेर ट्याप भइसक्यो यार लेक्चर दिएको छ अघिदेखि लेक्चर दिएको फेरि ग्लास पनि टेबल नै बिर्सेर आइछु क्या तर बिर्सेर पनि केही त हुँदैन जानु त जानै पर्छ म अहिले अनि अब खाजा खाएर जानै पर्छ जानु त केही छैन गाइस अहिले म अलमोस्ट क्रिस्टल क्याफे छेउमा पुगेँ म भित्र जाँदैछु भित्र गएर मेनु हेरौँ के छ त्यही अनुसारले खाऊँ न खानेकुराहरू के छ हेरौँ अनि प्याक छ जस्तो छ गाइस पुरै प्याक गाइस टेबल फर 1 भनेको थिएँ टेबल फर 4 भयो यस्तो 4 गाइस बोटल अफ वाटर मागेको
गाइस त्यति धेरै डिफ्रेन्स त केही छैन, तैपनि फिलहाल अहिलेको लागि चाहिँ के छ भने हल्का भाइब्सहरू राम्रो लाग्यो मलाई। अनि भाइब्स राम्रो हुनुको कारणले गर्दाखेरि चाहिँ मन पर्यो। हल्का केही छैन त्यस्तो खास, तर पनि राम्रै छ। केही छैन भन्दा पनि बहुत कुछ छ। वेयर देयर इज नथिङ देयर इज लाइक एभ्रिथिङ भन्छ नि, हो त्यस्तै भइरहेछ। राम्रै लाग्यो मलाई आएर। मैले अहिले फिलहाल चिकन चाउमिन र देयर इज समथिङ क्युबी मोइतो समथिङ लाइक द्याट ड्रिङ्क्स छ, त्यो मगाएको छु। लेट्स ट्राई बिकज देयर इज अ पिज्जा बट आई डोन्ट लाइक एक्चुअली। यसको कारणले गर्दाखेरि मैले मगाइनँ। बनाइरहनु मसँग, तपाईँहरूलाई देखाइरहन्छु। गाइस बिर्तामोडको बिजी टाइम र बिजी एरिया भनेको यही मुक्ति चोक हो, जहाँनिर हरेक गाडीहरू लाइक क्रस हुन्छन्, लेफ्ट टु राइट, राइट टु लेफ्ट। अनि त्यसकै छेउमा छ क्रिस्टल क्याफे। हेर्नु सक्नुहुन्छ तपाईँहरू कस्तो क्राउड छ अहिले। यति घाम छ अहिले, टेम्परेचर धेरै छ। गाइस म क्लास फर्केको, अब म खाजा खाएर फर्किँदैछु। यो वान स्टप मलतिरबाट जानु पर्यो कि, यहाँबाट अलिकति सर्टकट हुन्छ। अनि यताबाट सिधै गएर उता लेफ्टपट्टि हानेर अनि त्यहाँबाट जानु पर्यो क्या। दाइ भोला दिनु न, यसै गरिदिनु न। 20 को दिनु ए गुट्का छ त यसको गर्दा पनि गर्दा छ। मलाई पनि त्यही एउटा दिनु। यो वाला हल्का स्ट्रङ हुन्छ होइन, यो हल्का स्ट्रङ हुन्छ नि, दिनु न। त्यसको जर्दा पनि 50 को दिनु न, 50 को। त्यो पनि दिनु। थ्याङ्क यू। गाइस मैले एउटा सानो सामान लिएँ, अब म जाँदैछु। अब देख्न सक्नुहुन्छ यो गल्लीबाट वान स्टप मलबाट सिधै गएर म अब देब्रेपट्टिबाट जान्छु। उखुको झोल रस खानु मन लागेको छ भने गाइस यहाँ आउँदा हुन्छ। यहाँ हेर्नु कस्तो राम्रो छ, दाइहरूलाई साथ सपोर्ट। उखुको झोल यस्तो गर्मीमा राम्रो हुन्छ। अब म सिधै क्लास जानु पर्ला, क्लास गएर अनि ओए हे गाइस थ्याङ्क यू सो मच फर द डे। म घर जाँदैछु अब। थ्याङ्क यू फर वाचिङ माई ब्लग। अहिले मेरो काम सबै सिद्धिसक्यो अनि अब घर जाँदैछु। जुडेर रहनु मसँग, मेरो च्यानललाई सब्सक्राइब गरिदिनु। थ्याङ्क यू सो मच गाइस।